म रूपेश अधिकारी, काठमाडौँ उपत्यका विशेष कमिटी नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनको म अध्यक्ष। आज हामी यो असारको 27-28 गते टप रोप र लिड ओपन च्याम्पियनसिप प्रतियोगिता आयोजना गर्न गइरहेका छौँ। त्यही विषयलाई लिएर आज हामी यहाँ प्रेस विज्ञप्तिको लागि तपाईहरुमाझ उपस्थित छौँ। खेलको बारेमा र तपाईहरुको जिज्ञासाको बारेमा उत्तर दिनुभन्दा अगाडि सर्वप्रथम त ड्यासमा आसीन सबैजनाको म तपाईहरुको सामु परिचय राख्न चाहन्छु। मेरो साइडमा लेफ्ट साइडमा बस्नुहुने एनसीएसए का केन्द्रीय अध्यक्ष रमेश कुमार पौडेल हुनुहुन्छ। त्यसैगरी एनसीएसए का केन्द्रीय महासचिव सन्तोष मादेन हुनुहुन्छ र यसैगरी बागमती प्रदेश नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनका अध्यक्ष कल्पना महर्जन हुनुहुन्छ र बागमती प्रदेश नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनका उपाध्यक्ष हाम्रो सुरज बस्नेत सर हुनुहुन्छ र काठमाडौँ उपत्यका विशेष जिल्ला कमिटीका उपाध्यक्ष हमारा बुद्धिराम शर्मा हुनुहुन्छ। र यस पत्रकार सम्मेलनको बारेमा थोरै उजागर गरिदिनको निमित्त नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनका केन्द्रीय अध्यक्ष म रमेश पौडेलज्यूलाई केही आफ्नो मन्तव्य राख्नु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद रूपेशजी। पत्रकार साथीहरू, हाम्रो संस्थाका महासचिवज्यू, बागमती र उपत्यकाका अध्यक्षज्यूहरू, उपाध्यक्षज्यूहरू र सहभागी सबै साथीहरू, सबैलाई खेलकुदको न्यानो अभिवादन, नमस्कार। काठमाडौँ उपत्यका र बागमती दुईटा छुट्टा छुट्टै प्रदेश बनाएका छौँ हामीले। एउटै प्रदेशभित्र यी दुवै संस्थाहरूले मिलेर टप रोप र लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप 2026 को आयोजना गर्दै हुनुहुन्छ। त्यसका लागि म एनसीआरसीको तर्फबाट दुवै अध्यक्षजीहरूलाई र दुवै समितिलाई म धन्यवाद भन्न चाहन्छु। नेपाल मैले अस्ति नि बोल्डरिङ गेम हुँदै गर्दा हामीले नेसनल च्याम्पियनसिप गर्दै गर्दा पनि भनेको थिएँ नेपाल हिमालको देश हो, नेपाल पहाडको देश हो, नेपाल तराई पनि भएको देश हो। नेचर र एडभेन्चरसँग जोडिएका खेलहरूको अथाह सम्भावना छ हाम्रो देशमा। दुनियाँमा भएका सबैभन्दा अग्ला पहाडहरू हिमालहरू मध्ये धेरै हिमाल चाहिँ नेपालमै छन्, धेरै पहाडहरू नेपालमै छन्। यस मानेमा हामीले त्योसँग जोडिएर खेलहरूलाई त्योसँग हामीले जोड्नु जरुरी छ। यस अर्थमा एडभेन्चर गेम र नेचर गेम, प्रकृतिसँग जोडिएको, साहससँग जोडिएको खेलको नेपालमा अथाह सम्भावना छ। हामीले कम्युनिटीदेखि ओलम्पिकसम्मको कुरा नेपालमा लामो समयदेखि भन्दै आएका छौँ। खेलकुदलाई कम्युनिटीसँग जोड्नुपर्छ र त्यो कम्युनिटीलाई ओलम्पिकको मेडलसम्म जोड्नुपर्छ भनेर हामी जन्मिँदैखेरि पहाडका भित्तामा जन्मिएका मान्छेहरू, यसो हिँड्न जान्दैखेरि उकालो चढ्दै हिँडेका मान्छेहरू, यो क्लाइम्बिङ गेम हाम्रो चाहिँ नि बाई बर्थ नेचरले दिएको गेम हो। भित्तो चढ्ने कुरा, हिमाल चढ्ने कुरा, पहाड चढ्ने कुरा बाई बर्थै हामीलाई नेचरले दिएको कुरा हो। यस अर्थमा यो खेललाई प्रमोसन गर्न सकियो भने, यद्यपि यसका आफ्नै रुल्सहरू छन्, आफ्नै डिसिप्लिन्सहरू छन्। बोल्डरिङ होला, लिड होला, स्पिड होला, तीनटा डिसिप्लिनमा मूलतः दुनियाँमा खेलाइन्छ र अलिकति अनम्याच्योर टाइपका मानिसहरूलाई टप रोपमा पनि हामी सुरुमा चढाउने गर्छौँ, खेल्ने गर्छौँ। एउटा त्यो कुरा हो। अर्को रकको
यति धेरै पहाडहरू छन्, रकको त्यस्तै सम्भावना छ रक क्लाइम्बिङको नेपालमा। अब आइसको कुरा गर्दा एभरेस्ट समिटरै हो हाम्रो कल्पनाजी, दुवै साइडबाट भनेपछि नेपालमा त्यो तहको सम्भावना भएको खेल हो यो क्लाइम्बिङ गेम, आरोहण खेल। हामी यो आरोहण खेलको विकासका लागि सबै साथीहरू जो जहाँ छौँ विभिन्न संस्थामा विभाजित होला, म आज अपिल गर्न चाहन्छु हामी कुनै न कुनै हिसाबले एनसीएसएमा जोड्यौँ, यो क्लाइम्बिङ स्पोर्ट्सलाई प्रमोट गर्यौँ भने पर्यटनको प्रमोसनका लागि, नेपालको पर्यटनबाट नेपालमा जीडीपीमा ठुलो योगदान गर्न सकिन्छ र पर्यटनका लागि साहसिक खेल, साहसिक यात्रा निकै महत्त्वपूर्ण कुरा हो। यस अर्थमा हामी मिलेर यो खेललाई अगाडि बढाउनु जरुरी छ। यो पर्यटनको विकासका लागि खेलकुद एउटा महत्त्वपूर्ण आयाम हो। खेलका केही आयामहरू मध्ये पर्यटन एउटा आयाम हो भनेपछि म साथीहरूलाई अपिल गर्न चाहन्छु सबैलाई अब मिलेर अगाडि बढौँ। पर्यटन यसको आयाम हो र त्यसका लागि नेपालमा साहसिक खेल, साहसिक गतिविधिले दुनियाँका पर्यटकहरू ठुल्ठुला जेटहरू चढेर, अब त हाम्रा इन्टरनेसनल एयरपोर्टहरू पनि बनेका छन्, जेटहरू चढेर नेपाल आउनेछन्, नेपालमा आएर खेल्नेछन्, आइस गेमहरू खेल्न आउनेछन्, रकहरू क्लाइम्ब गर्न आउनेछन्, वालको कुरा होला, नेचर गेमहरू, अरू धेरै नेचर गेमहरू, एडभेन्चर गेमहरूका लागि नेपाल उपयुक्त थलो हो। यस मानेमा यसका लागि हामीले विशेष ध्यान दिनु जरुरी छ र लाग्नु जरुरी छ। हामी छिटै सबै टुरिज्म या नेचर एडभेन्चरसँग जोडिएका खेलहरू, सन्दर्भहरू, पर्यटनसँग जोडिएको सन्दर्भलाई लिएर केही गतिविधि गर्न सोचिरहेकै छौँ भने सबै डिप्लोमेट्सहरूलाई बोलाएर हामी एउटा गेम, फ्रेन्डसिप गेम पनि गर्ने र दुनियाँलाई नेपालमा बाँध्ने, नेपालमा आकर्षित गर्ने गरी पनि सोच बनाइरहेकै छौँ। त्यो अस्ति हामीले नेसनल गेमको उपलक्ष्यमा घोषणा गरेका छौँ। अब छिटै यो गेम सिद्धिएपछि छिटै हामीले चाहिँ नेपालमा भएका 26वटै दूतावास, त्यसपछि आएर अरू देशका साथीहरू सबैलाई बोलाएर नेपालको चाहिँ नि पोलिटिसियन्सहरू, जर्नलिस्टहरू, अरू सेक्टरका, सबै सेक्टरका मान्छेहरू बोलाएर हामीले एउटा फ्रेन्डसिप गेम गर्ने कि भन्ने पनि सोचिरहेका छौँ। हामी छिटै त्यो कुरा पनि घोषणा गर्छौँ, छिटै गर्छौँ। तर आज हामी यो लिड र ओपन क्लाइम्बिङ गर्दैछौँ। तपाईहरू जो चढ्न जान्नुहुन्न उहाँहरूलाई टप रोपको पनि छँदैछ। अहिले उहाँहरूले विज्ञप्तिमा धेरै कुरा भन्नु होला। अब कहाँ आयोजना गर्छौँ, कसरी गर्छौँ, त्यो सबै कुरा यो विज्ञप्तिमा छ भन्नु होला। तर यसले, यो गेमले निकै कोरोना पछाडि क्लाइम्बिङ गेमहरू अलिक घटे, नत्र त्योभन्दा अगाडि यो गतिविधिहरू अलिक बाक्लो हुन्थ्यो, त्यस पछाडि अलिक घटे। सुरुमा वाल थिएनन्, निश्चित वालहरू थिए, तर वालहरूको बिजनेस अहिले बढेको छ। धेरै साथीहरूले वाल बनाएर, क्लाइम्बिङ वालहरू बनाएर यो बिजनेसको माध्यमबाट चाहिँ आफ्ना गतिविधिहरू, खेल गतिविधिहरू अगाडि बढाइराख्नु भएको छ। यो क्लाइम्बिङ गेमको मात्रै कुरा होइन, खेलकुद अहिले दुनियाँको ठुलो व्यापार हो। ठुल्ठुला मल्टिनेसनल कम्पनीहरू खेलकुदमै आइरहेका छन् भने क्लाइम्बिङ गेमहरूमा पनि आइरहेका छन्। यहाँ म देख्छु यो इपिक क्लाइम्बिङ, यो पनि दुनियाँमा यो क्लाइम्बिङको सेक्टरमा एउटा राम्रो प्रतिष्ठान हो खेलकुदको। भनेपछि खेलकुदमा ठुल्ठुला कम्पनीहरूले इन्डोर्स गरिरहेका छन् र क्लाइम्बिङ गेमले पनि यो ठुलो रोजगारीको क्षेत्र सिर्जना गर्दैछ र यसको उद्योग, खेल क्षेत्रको दोस्रो आयाम उद्योग क्षेत्र, ठुलो क्षेत्र चाहिँ उद्योग छ खेलकुदभित्रको, खेल उद्योग। मान्छे, हरेक मान्छे स्वस्थ बन्न चाहन्छ, स्वास्थ्य नै धन हो हैन, स्वस्थ बनौँ भनेर भनिराखिएको हुन्छ। खेलका आफ्नै परिभाषाहरू छन् विभिन्न मान्छेले, तर यो क्लाइम्बिङ, रक जिम भनौँ या क्लाइम्बिङ भनौँ, जे भनौँ, इन्डोर्स बनाएर पनि खेल्न सकिने भयो, आउटडोर्स पनि खेल्न सकिने भयो। यो हिसाबले यसले दोस्रो आयाम यसको उद्योग हो। मैले भने पहिलो पर्यटन हो, दोस्रो उद्योग, तेस्रो राष्ट्रियता। मैले भने यो ओलम्पिकसम्म, कम्युनिटीदेखि ओलम्पिकसम्मको कथा भने तपाईँहरूलाई
हामी नेपालमा ट्यागको ओलम्पिक गेममा नेपालको फ्ल्याग उठाउँदा हाम्रो छाती कत्रो होला। अहिले प्रत्येक दिन फुटबल भइरहेको छ, फुटबल हेरिरहेका छौँ हामी। कोही मेस्सीका फ्यान भएका छौँ, कोही रोनाल्डोका फ्यान भएका छौँ। तर 1.5 लाख जनसङ्ख्या भएको पनि त दुनियाँमा देश रहेछ। देशले पनि त अस्ति गजबले खेल्यो नि, होइन? कारक के बेसारी हजुर कुरा छ भनेपछि के हो त भन्दा कति सम्भावना रहेछ। भोलि नेपालले यही क्लाइम्बिङबाट नेपालको फ्ल्याग ओलम्पिकमा उठाउँदै गर्दा र मेडल ल्याउँदै गर्दा दुनियाँमा राष्ट्रियता हाम्रो खेलको माध्यमबाट दुनियाँमा ब्रान्डिङ हुन सक्छ। र यो मात्रै एउटा त्यस्तो खेल हो जसले हामीले व्यवस्थित ढङ्गले सञ्चालन गर्न सक्यौँ भने ओलम्पिकको मेडल ल्याउन सक्ने खेल हो। यो बाइ नेचर जेनेटिक कुरा हो के यो हाम्रो। हिमालको फेदमा जन्मिएको शेर्पालाई लु लाग्दैन नि, के हाई लाग्दैन, हाई लाग्दैन भनेपछि के हो त भन्दा यो चाहिँ बाइ नेचर कुरा हो हाम्रो। त्यसैले यो चाहिँ के हो भने अर्को हाम्रो खेलकुदको आयाम राष्ट्रियता हो, नेसनल युनिटी हो। यसरी राष्ट्रियता, उद्योग, पर्यटन र अर्को मैले स्वास्थ्य हाम्रो अर्को आयाम हो, लगायतका विविध आयाम खेलकुदका आयाम हुन्। र यी आयाममा एडभेन्चरस गेमले सबै आयाम समेट्छ। यो क्लाइम्बिङ गेमले सबै आयाम समेट्छ। त्यसका लागि मैले अलिकति किन यो कुरा भनिरहेको छु त भन्दा हामीले यो क्लाइम्बिङ गेमलाई थप प्रमोट गर्नुपर्ने छ। यस अर्थमा मैले यो विषय तपाईँहरूसँग राखेको हुँ। र यी आयामहरूको प्रवर्धनका लागि नेपाल सरकारले ध्यान दिनु जरुरी छ, खेलकुद परिषदले ध्यान दिनु जरुरी छ, ओलम्पिकले विशेष ध्यान दिनुपर्छ।